स्वागत छ। आज हामी बाइबलमा उल्लेखित एउटा एकदमै विशेष रुख, जैतुनको रुख बारे अलिकति गहिरो चर्चा गर्दैछौँ। यसले के कस्तो अर्थ बोक्छ, यसको धार्मिक, सांस्कृतिक, प्रतीकात्मक महत्त्व के छ, हैन? यसबारे हामीसँग केही जानकारीहरू छन्। आजको हाम्रो उद्देश्य नै बाइबलमा यो रुख किन यति महत्त्वपूर्ण मानिन्छ र यसले के सन्देश दिन्छ भनेर केलाउनु हो। पुरानो नियमदेखि नयाँ नियमसम्मै यो शान्ति, आशिष, विश्वास अनि स्थायित्व जस्ता अनेक अर्थ बोकेर उभिएको छ। ल, सुरु गरौँ है त। अवश्य। यो जैतुनको रुख, जसलाई ओलिया युरोपिया भनिन्छ, वैज्ञानिक रूपमा यो खासमा भूमध्य सागरीय क्षेत्रतिरको रैथाने रुख हो। अनि यसको विशेषता भनेको यसको लामो आयु, कति त 1000 वर्षभन्दा पुराना पनि भेटिन्छन्, अनि खडेरी पनि सहन सक्ने, माटो जोगाउने। तर यसको महत्त्व यी भौतिक कुराभन्दा धेरै पर छ, बाइबलीय हिसाबले हेर्दा। हो त। सबैभन्दा प्रख्यात प्रतीक त यसको शान्ति नै हो, होइन त? त्यो नोहोको जहाजको कथा सबैलाई याद होला। उत्पत्ति 8:11 छ नि, जलप्रलय सकिएपछि ढुकुरले जैतुनको पात लिएर फर्किएको हो। साँझमा त्यो परेवा उसकहाँ फर्केर आयो, अनि हेर, त्यसको चोच्चोमा भर्खरै टिपेको जैतुनको पात थियो। कस्तो सुन्दर इमाकृति! पृथ्वीमा फेरि शान्ति आयो भन्ने सङ्केत। त्यो त हो। र रोचक कुरा के छ भने यो केवल भौतिक शान्तिको सङ्केत मात्रै होइन, यो त मतलब परमेश्वर र मानवता बीचको सम्बन्ध फेरि जोडिएको, नवीकरण भएको प्रतीक पनि हो। ए, त्यो पनि हो है? हो नि। यसबाहेक जैतुनको तेललाई हेरौँ न, त्यो त पवित्रता र अभिषेकसँग जोडिएको छ। बाइबलमा हेर्ने हो भने राजाहरू, पुजारीहरूलाई अभिषेक गर्न शुद्ध जैतुनको तेल प्रयोग हुन्थ्यो। हो, अभिषेक गर्न। अनि मन्दिरमा दियो बाल्न पनि यही तेल, जसले परमेश्वरको निरन्तर उपस्थिति र उहाँको निर्देशनलाई दर्शाउँथ्यो। अनि इजरायल राष्ट्रलाई नै जैतुनको रुखसँग तुलना गरिएको कुरा नि यर्मियामा छ जस्तो लाग्छ। हो, यर्मिया 11:16 परमेश्वरले इजरायललाई हरियो सुन्दर फल फलाउने जैतुनको रुख भनेर सम्बोधन गर्नुभएको छ। ए हो। रमा के भनेका छन्? त्यहाँ पाउलले अन्य जाति विश्वासीहरू, मतलब गैर यहुदीहरू, कसरी जङ्गली हाँगाहरू जस्तै परमेश्वरको आशिषको त्यो जैतुनको रुखमा कल्मी गरिएका छन् भनेर बताउँछन्। ए, कल्मी गरेको जस्तै? हो, जङ्गली हाँगालाई राम्रो रुखमा जोडे जस्तै। यसले विश्वासद्वारा जो कोही पनि परमेश्वरको परिवारमा त्यो आशिषको रुखमा समावेश हुन सक्छ भन्ने कुरालाई जोड दिन्छ। त्यसैले यो रुखले केवल इजरायललाई मात्र नभई सम्पूर्ण विश्वासको समुदायलाई प्रतिनिधित्व गर्यो। कस्तो गहिरो कुरा! शान्ति, पवित्रता, समुदाय। तर खै अर्को एउटा पाठो पनि छ नि, हैन? पीडा र प्रार्थनासँग जोडिएको छ। येशूले आफ्नो क्रुसारोहण अघि प्रार्थना गर्नुभएको ठाउँ गेत्समनी हो। गेत्समनी त्यो जैतुनको डाँडामा पर्छ, र गेत्समनी शब्दको अर्थ नै जैतुन पेल्ने ठाउँ हो। ए, जैतुन पेल्ने ठाउँ। त्यो त कस्तो, मतलब जैतुन पेल्दा जस्तो दबाव पर्छ। हो, ठ्याक्कै। त्यो नामले नै उहाँले भोग्नु भएको त्यो गहन आत्मिक पीडा र सङ्घर्षलाई कति मार्मिक रूपमा सङ्केत गर्छ। मत्ती 26 छ यो। साँच्चै गहिरो अर्थ रहेछ। अनि यी गहिरो धार्मिक प्रतीकहरू त छँदैछन्, यसका साथै जैतुनको रुख र यसका उत्पादनहरू, तेल, फल, काठको व्यावहारिक प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण थियो। औषधि, खाना, श्रृङ्गारका सामान, अरू सामग्री बनाउन धेरै कुरामा। हो, त्यो त छँदै थियो। अनि यसको महत्त्व यहुदी धर्ममा मात्र होइन, प्राचीन ग्रिस, रोममा हेर्नुस्, त्यहाँ पवित्रता, बुद्धि, शान्तिको प्रतीक थियो। इस्लाममा पनि यसलाई आशीर्वाद र प्रकाशको प्रतीक मानिन्छ। यसले यसको कति व्यापक सांस्कृतिक प्रभाव रहेछ भन्ने देखाउँछ। त्यसो भए सारमा हेर्दा बाइबलमा जैतुनको रुख भनेको खालि एउटा रुख मात्रै रहेनछ। यो त शान्ति, पवित्रता, विश्वास, स्थायित्व, परमेश्वरसँगको सम्बन्ध, अनि फेरि पीडा र आशा, कति धेरै तह भएको एउटा शक्तिशाली प्रतीक पो रहेछ। नुहोको समयदेखि येशूको प्रार्थनासम्म यसले महत्त्वपूर्ण सन्देशहरू बोकिरहेको छ।
हो निष्कर्षमा भन्नुपर्दा जैतुनको रुखको त्यो कठिन परिस्थितिमा पनि खडेरीमा पनि बाँच्न सक्ने क्षमता र यसको लामो आयुलाई हेर्दा यसले सायद बाइबलमा वर्णन गरिएको विश्वासको त्यो अटल प्रकृति अथवा परमेश्वरका प्रतिज्ञाहरू कहिले नटुङ्गिने स्थायी हुन्छन् भन्ने कुरालाई झल्काउँछ। हो त्यो पनि हुन सक्छ। अनि यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ जस्तो लाग्छ। के प्रश्न? जैतुनको रुखको यो बहुआयामिक प्रतीकले आजको हाम्रो जीवनमा हाम्रो व्यक्तिगत आस्था वा समुदायको निरन्तरता र स्थायित्वबारे कसरी सोच्न प्रेरित गर्न सक्छ, यसबारे अझै सोच्न सकिन्छ कि?